हेलो नमस्ते सेवारो स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो अर्को ब्लगमा। अनि आज चाहिँ हामी माथि लेकतिर कामको लागि जाँदैछौँ। अनि आज टन्टलापुर घाम लागिरहेछ। अनि उता हुनुहुन्छ मेरो हस्बेन्ड। हेलो स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा मेरो ब्लगमा। यदि मेरो युट्युब च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। अनि मेरो ब्लग हेर्दै हुनुहुन्छ भने ब्लग हेरेर मात्र हैन लाइक गरेर पनि जानु होला भन्न चाहन्छु। हेर्दै गर्नु होला। उता पारी देख्न सक्नुहुन्छ ताम्राङ हो। आज चाहिँ दिन एकदमै खुल्ला भएको छ है, धेरै राम्रो भइरहेछ, घाम टिलिक्क लागिरहेछ, हेर्न सक्नुहुनेछ। म त गलेरीमा बसिरहेको छु। माइला चाहिँ सफाइ गर्नु तोरी फुल्यो। कसरी खानु भने उकालो हिँड्नु पर्ने यार। गाह्रो छ साथीहरू। हामी चाहिँ एकदम टन्टलापुर घाममा उकालो हिँड्दैछौँ। गरम भयो? तपाईँलाई त गरम भएको छैन होला। त्यो छ आज हामी माथि लेकको घर जाँदैछौँ। हेर्दै गर्नु होला साथीहरू। तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। थाकेर मरियो। आज चाहिँ हिँडेरै हामी घर गएको नि त। सधैँ चाहिँ गाडीमा जान्थ्यौँ। अनि सो आज चाहिँ हिँडेर गएको, धेरै नै थाकिसकिएको छ। माथि आइसक्यौँ। हेर्नु होला गाउँ आइसक्यो। लेक हो है यो चाहिँ हाम्रो लेक गाउँ। हेर्दै गर्नु होला। यहाँ चाहिँ अहिले मकै छर्ने सिजन छ। हामी चाहिँ लगभग घर पुग्न लागेको है। हेर्दै गर्नु होला। म तपाईँहरूलाई देखाउँदै जानेछु नि त गाइज। भिडियो बनाउँदा पनि त्यो पारी गाउँमा हाम्रो घर चाहिँ माथि छ, देख्दैन देखिरहेको छ। हामी चाहिँ फाइनल्ली हाम्रो घर आइपुगिसक्यौँ। कानेर राख्नुभएको छ। घरमा त कोही हुनुहुन्न रहेछ क्या। अनि दिदी त हामी हेर्नु न नानी बोकेर एक्लै बसेको। पानी तातो छ ल्याउनु त सानो एउटा मग दिएर चाहिँ ल्याउनु। काम छु पो कि तातो पानी थोरै नल्ला तातो दिनु हुन्छ। पानी बिना त के गर्दैछ नि भएछ। हामी चाहिँ घर आइपुगिसक्यौँ। अब हामी फुलतरुहरू खन्नु जाँदै गरेको। यहाँ चाहिँ अस्ति जोतिसक्नु भएछ दाजुले। हामी चाहिँ फुलतरुहरू खानुतर्फ लागेको। हेलो गाइस, हेलो त्यसै लाइक गर्नु होला। हजुर कसैले हेल्प पनि गरेन, कसैलाई जान पनि नदिने। फाइनली फुलतरुल पनि खसिसकेको। अब आसान पर्ने हुन्छ। म पर डाँडामा लानुपर्ने हुन्छ।
अन्त यस तिमी हेलो हेलो गाइज हामी चाहिँ यहाँ फुलतरुल कट्याउँदैछौँ प्रक्रिया चल्दैछन् यता फर्किन तेरो चिङ्गन झरेको खिचौँ यता फर्किन तेन्जिङको छोरी सिंगानी हो न कालेको छोरी हो कालेको छोरी सिंगानी हो भित्रको पानी खिचिदिन्छु कहिले बजे तपाईँको पोतो आउँदैछ नानीलाई मैले देखेँ तपाईँको बज्यो बज्यो तपाईँको पोतो पनि आउँदैछ है नानीलाई के होइन आन्टी आन्टी हौ अब खिचिदिन्छु है अब खिचिदिन्छु फाइनल्ली फुलतरुल पनि खनेर पनि डाँडामा पनि असाइसकेको अब दाउरा असार्नुपर्ने छ खाजाहरू पनि खाइसक्यौँ धेरै राम्रो रमाइलो गर्नु अब दाउरा असार्न बाँकी छ हिँड्नु भएको काकी मेरो टोको चाहिँ साह्रो भन्यो पोहोर कहिलेको पकाउने पल्टेर एउटा बोक्दै बोक्दै गएको लाग्यो भने त राखती ल ल ल खाङराङमा पो भन्दै थिएन कि खोइ अर्को टोको चाहिँ उपर राखेको न त्यो होइन अर्को त्यो नारगल परै लेट्स गो हो भने मार्ने रहेछ भन्दै मार्यो यो टोको नलाने तल भाँच्चिनी खोज्यौ अघि दाजुको त डोको बाङ्किसक्यो हामीले दाउरा पनि बोकिसक्न लाग्यौँ घर अब काम सिक्यो लगभग तर आजको दिन कति राम्रो हामी चाहिँ काम सकेर पनि घर फर्किँदैछौँ त्यही हो आज काम गरियो एकदम बजेको छ घरमा नानी चाहिँ अलिक सन्चो छैन नि त अनि तल दिदीकोमा छोडेको छौँ अनि त्यही भएर हामी फर्किँदैछौँ तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि भिडियो हेरेर लाइक गरिदिनु होला यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला भन्न चाहन्छु मेरो हिरो त्यो माथि आउँदै हुनुहुन्छ
हिरो। लास्टमा के भन्न चाहनुहुन्छ मेरो युट्युब फ्यामिलीलाई भन्नु। यस्तो कालो गलेको बाटोमा दुःखले बनाएको होला भिडियो लाइक सेयर गरिदिनु होला, सब्स्क्राइब धन्यवाद। गरिदिनु होला। कसको च्यानल हो त्यो चाहिँ भन्नु न। ओइ मेरो च्यानल चाहिँ कसको? नाम छ अरे हाँसु लिम्बू। अनि सो साथीहरू त्यही हो। अब चाहिँ भिडियोलाई इन गर्ने टाइम भइसक्यो। भिडियो अन्तिमसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। हान्छ डराउँदै पो रहेछ त मलाई त। हान्छ होला नि त त्यसले त। यहाँ मात्रै भने त उता पराउनु रहेछ। अनि हान्छ होला नि त तिनीहरूले त। थुम्बा कस्तो धेरै हो। आजलाई यति नै हो। बाई 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 गर्नु। बाई।